अरूलाई चाहिन्छ। सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि एकदमै आरामै छु भन्दै आजको भिडियोलाई अगाडि बढाउन चाहन्छु। हेरेर साथ दिनु होला है त। सो म चाहिँ घरबाट निस्किसकेको छु, देख्न सक्नुहुन्छ होइन। त्यही त अनि अब यसो रात पर्न लाग्छ, तर पनि भिडियो बनाउँदै हिँडिरहेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो घर हो होइन, देख्न सक्नुहुन्छ। म आज भिडियो बनाउन हिँडेको धेरै दिनपछि बनाउँदैछु। युट्युबमा आउन त आएको थियो भिडियोहरू, तर धेरै दिनपछि चाहिँ हाल्न लाग्छ भिडियो चाहिँ, किनकि त्यस्तै काम पर्यो, बिजीको कारणले भिडियो बनाउन पाइनँ। अब चाहिँ सकेसम्म ननस्टप भिडियो हाल्ने ट्राई गर्नेछु। अब त्यही त हो, हेरेर साथ सपोर्ट दिनु होला भन्दै के कस्तो लाग्छ भिडियो हेरेर अब भनिदिनु होला। धेरै लामो भिडियो पनि बनाउन चाहन्न, किनकि धेरै लामो भिडियो बनाएर पनि काम छैन क्या, तर यति छुट्टो बनाउने होइन। सो म चाहिँ आधी बाटोमा आइपुगिसकेको छु, देख्न सक्नुहुन्छ। हो यस्तो भइरहेछ कि होइन, पानी पर्ला जस्तो भइरहेछ। गुडुङ सबै कराइरहेछ, पानी पर्ला जस्तो भइरहेछ। तलतिर चाहिँ अलिकति पानी पर्न थालिसकेको छ होइन, हेर्न सक्नुहुन्छ। बिमार यस्तो भइरहेछ यार, लात्तित गइसकेको छ त है बिमार त। आम्मा ला सिमी रोप्यो रहेछ नि यार, कहिले रोप्यो? सिमी रोपेको रहेछ हौ। कुल्च्यो यार यहाँतिर एउटा दुइटा मार्छ, मलाई मार्छ। खेत त हाम्रो हो, तर यो बारी खेत हाम्रै हो, तर पनि अरूले कमाउनु भएको नि त। अब फस्यो यार, म त फस्यो यहाँ। यता गयो नि हिलो, उता गयो नि हिलो, आमै हिलो रहेछ बाटो। कता हो म चाहिँ खासमा यो अब बाटो त जाने कहाँबाट त अब फाल्ने माकुरी खाँची। खासमा चाहिँ म यो नेबुवा हेर्न आएको होइन, नेबुवा के बिमार आयो के भन्छ यसलाई, त्यो हेर्न आएको। देख्न सक्नुहुन्छ त्यो माथिदेखि, यो माथिदेखि यो सबै तलसम्म हाम्रो बारी हो यो, देख्न सक्नुहुन्छ। हो तलतिर पनि खोइ के यो काँक्रो साक्रो खोइ के रोप्नु भएको रहेछ, काँक्रो हो कि यो होला। यहाँ बिमरा त कसरी जाने त यार, छिर्ने ठाउँै छैन, पानी पर्न लाग्यो। बिमरा त खै फल्न त एउटा दुइटा फलिया रहेछ, छिर्ने बाटै भएन यार। कसरी देखाउने यहाँ बिमरा हेर्न आएको त म खासमा यसलाई हो। अब भिडियोमा यही भएन अन्त के काम ला। ओ काँटा त छैन नि, फल्ला। एउटा रुखमा मैले एउटा देखेँ मैले बिमरा होइन। अच्छी गाह्रो पो पर्ने भयो त कहाँ जिर्नु। रुख यस्तो भइरहेछ, प्लात्तित गइसकेको रहेछ। फुल त फुलिरहेछ, कुनै पनि चाहिँ फुल त फुलिरहेछ होइन। छिर्ने ठाउँ भएन कि मेन कुरो, यस्तो झाडी छ। अनि कहाँबाट छिर्ने? जमदलतिर माथिबाट देखाउँला बरु, सकेछ भने। सकेन भने त्यही हो। अब नयाँ बाटो खनेको देख्न सक्नुहुन्छ त्यही हो। अब यताबाट त छिर्ने बाटो नै भेटिनँ, खै माथिबाट कोसिस गर्छु, सक्छु कि नै होइन। हेर्दै गर्नु होला हाम्रो भिडियो। यस्तै हो गाउँले भिडियो भनेको। अब कुनैलाई राम्रो लाग्न पनि सक्छ, कुनैलाई नराम्रो लाग्न पनि सक्छ, त्यही हो। बाटो त छ नि, खोइ फुल ल्याएर चाहिँ डेन्जर। फुल त फुल ल्याएर चाहिँ कुनै यस्तो भइरहेको छ, चिचिला भइरहेको छ, चिचिला होइन। फुल त फुलिरहेको छ, तर झाडी भइसकेको छ क्या पुरै।
फुल त फुलिरहेको छ नि होइन, तर पानी पर्ला जस्तो चाहिँ म घर जान्छु यार। अब म चाहिँ घरतिर लाग्छु किनकि पानी पर्ला जस्तो नि भइरहेछ। मेन कुरो जाने बाटो नि भेटेन क्या, यस्तो हिलो छ नि यहाँतिर आम्मा। सो म चाहिँ अब घर जानु लाग्यो होइन, देख्न सक्नुहुन्छ अघि आएको बाटै हो यो। म चाहिँ अब घर फर्किन्छु किनकि पानी पनि पर्न लागिसक्यो, यहाँ पुरा उ भइसक्यो। लाइन आने भने झन् तनाव हुन्छ है त्यो माथि। म चाहिँ घरतिर फर्केको। सो आजको भिडियो कस्तो लाग्यो के लाग्यो तपाईँहरूलाई अब हेर्नु भएकोले कमेन्ट गर्नु होला। त्यही हो, कतिपय भिडियोहरू त अब बिग्रिरहेकै हुन्छ मेरो, किनकि राम्रो एडिट पनि गर्न आउँदैन मलाई। र अनि अर्को कुरा भिडियो पनि राम्रो हुँदैन नि त गाउँको। अब गाउँले भिडियो राम्रो पनि मान्दैन धेरैले। अब आफू त गाउँले परियो, त्यही वन जङ्गल बाइक अरू के देखाउन सक्छु र। त्यही हो, हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को अब आउने भिडियोहरू पनि हेरेर साथ दिनु होला भन्दै आजको भ्लग यहाँ यति गर्न चाहन्छु। सबैलाई बाई बाई।